दिँदैन तबसम्म छोड्दैन जानु छ लिएर गएको गाई गर्ने हो दाइ कस्तो ह्याङ्की क्या म लभ गर्नुपर्छ ल तपाईँ कस्तो हिरो क्या गाईलाई चाहिँ समायो झ्याप्पै बाजेर हड भएर बसिरहेको छु क्या दाइ लभ गर्नुपर्छ होइन तपाईँ र म हेर्दा होइन नि दाइ मैले तपाईँले माया गर्छु पो भनेको म यस्तो राम्ररी चाहिँ भाउ नदिने तपाईँले मलाई आजबाट गर्ने हो ल मलाई त गर्न आउँदैन हौ के पनि लभ गर्ने अनि 4-5 वर्षपछि 3वटा छोराछोरी 12वटा छोराछोरी जन्माउनुपर्छ ल त्यसो भए भने कस्तो रमाइलो म दिदी भेट्न आएको बानामा तपाईँलाई भेट्न भन्छ घरि कहाँ भन्छ यार पेट्रोल मात्रै सकिने काम गर्छ त के हो फेरि कहाँको पार्टी भने हेलमेट डाँडा जाने पार्टी थियो यो भयो दाइ होइन म भाइ हो बुढी देख्छु म नाबालिका हो क्या भर्खर त 22 भयो म म त 19 लामो 3 वर्ष सानो अनि हाइट त कति ठुलो हो र अनि हजुर दाइ नभन्दै मलाई भाइ भन्नु ठिक छु अन्त अनि भाइसँग नि लभ पर्छ भने के भाइ नभन्नु लभ पर्ने भनेपछि त अनि भाइ किन भन्नु त अनि ल 2 दिन भयो क्या परेको थियो मेरो आँसु आएन 2 दिन म गाईलाई चाहिँ समायो झ्याप्पै बाजेर गाईलाई चाहिँ समायो झ्याप्पै बाजेर तपाईँ कस्तो हिरो क्या म लभ गर्नुपर्छ ल आजबाट गर्ने हो ल मलाई त गर्न आउँदैन हौ के पनि लभ गर्ने अनि 4-5 वर्षपछि 3वटा छोराछोरी 12वटा छोराछोरी जन्माउनुपर्छ ल दुईजना भएर मलाई हेपे हो क्या हेर्दा होइन नि दाइ मैले तपाईँले माया गर्छु पो भनेको म यस्तो राम्ररी चाहिँ भाउ नदिने तपाईँले मलाई हामीलाई फेरि पुऱ्याइदिनु ल एकछिन रोकेर उतै हस् 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 लामो दाइ कल गरेर जुन छ बाहिर छ भन्नु ल मान्छे हेर्दा कति सोच्यो कति गफाड्यो भयो ल ल कहिले भन्ने ब्रोकन हार्ट क्या हार्ड भएर बसिरहेको छु हड भएर बसिरहेको छु क्या दाइ लभ गर्नुपर्छ होइन तपाईँ र म अघिकै ठाउँमा जानुपर्ने होइन के तपाईँ त्यहीँ बस्नुहुन्छ यता दिदी हुनुहुन्छ अनि दिदीकोमा ए म पनि पहिला त्यहीँ अगाडि बस्थेँ क्या त्यहाँ अघि तपाईँ होटल आउनु भएको ठ्याक्कै यता पछाडि त्यसो भए भने कस्तो रमाइलो म दिदी भेट्न आएको बानामा तपाईँलाई भेट्न आएर म लभ गरौँ ल तपाईँको बोयफ्रेन्ड माथि जाने ल तल पुगेर माथि जाने ल त्यतै जानला एक्स भन्ने मुर्दाको घर हेरेर जानु पर्यो क्या ल ल कुन चाहिँ रहेछ म नि हेरौँ न त किन ब्रेको भयो र तपाईँको चाहिँ मेरो हजुर त्यो रन्डाले अर्कै केटी बनायो क्या मलाई छोडेर हेर्नु त म यति राम्रीलाई छोडेर अर्कै बनाइदिँदा भनेपछि आँखामा मोती बिन्दु लाएर रहेछ त्यसको आँखामा अन्त बिन्दु लाएर त्यो घरै मन नसकेको टुडो लभ क्या त त्यो सजिलोसँग बसिदिएसँग कोही केटा पनि हेरिन त्यस्तो लोयललाई छोडिदिने यस्तो लोयललाई बोकालाई नपर्छ त्यसको चाखत चुना परेर छोडे क्या आएर म लभ गर्नुपर्छ ल टाढा टाढा डेटिङ जानुपर्छ ल अहिले त पार्टीमा गएर सुत्न लाग्यो दाइ कसम घरै छैन मेरो म किन ड्रिङ्क गर्नु भएको हो मैले म कसम दाइ चुरोट बाहेक केही खाँदिनँ धर्म म यहीँ फ्याट्टै मरिदिन्छु कसम नि कस्तो डेन्जर खाँदो हुँदो रहेछ चुरोट एउटा छोड्छु भने त्यो
नसकेर हो बाध्यतै भएर मनले नागेर छ नि खाएको हो नभए खाने रहेछ तपाईँले म पनि त्यही हो तपाईँ त जडिया हो जस्तो लागिरहेको म खान्छु खानुहुन्छ तपाईँ जडिया रहेछ भनेपछि पट्टेमा जाने यही दाइको पट्टोमा जान्छ होइन दाइ जबसम्म दाइ पट्टिँदैन तबसम्म छोड्दै नछोड्दै जानु छ लिएर गएको कहीँ गर्ने हो उयो हो क्या पहिला म बस्ने चाहिँ उयो घरको हो म नि यहीँ बस्छु तपाईँले कस्तो नचिनेको मलाई गफ नहाल्नु न जानु दिदी जानु सर दाइ मेरो ब्याग है यो चाहिँ ब्याग थाइल्यान्डबाट लिएर आएको नेपालको थाइल्यान्ड हो दाइ फेरि जानुपर्छ ल सुन्दिनँ किन भित्रको बाटो लिएर जान्छु ल मलाई कस्तो भयो लभ गर्नुपर्छ ल खालि एउटै कुरा नगर्नु न दाइलाई लभ गर्ने होइन भने गर्दिनँ है म त तपाईँको नाम चाहिँ के हो मेरो नाम जेनिसा तपाईँको जेनिसा राई हजुर तपाईँको चोकोपन हजुर चोकोपन चोकोपन होइन चोकोपनको चक्लेटको नाम हो त दाइ त्यही हो त हावा हो भने भन्नु न भन्नु चोकोपन तामाङ हो भने कति तामाङ हो दाइ म दोङ सेवा सोल्जी सोल्टी मेरो मम्मी ठिक हो क्या कसम कसम भनेपछि त तपाईँ त सोल्टी नै पर्ने रहेछ त त्यति नै भन्छु बाबा चाहिँ राई मम्मी चाहिँ थिङ हजुर तेल पुग्छ कि पुग्दैन तेल हाल्न जानुपर्ने अब मास्तिर त बन्द भइसक्यो होला तेल पुग्दैन पुगेन भने तपाईँलाई ढकाल लाउँछ म चलाउँछु तपाईँ ढोका चलाउन आउँछ आउँदैन त्यही न पनि चलाउनु होइन दाइ आउँदैन लभ गर्नुपर्छ ल बाइकको चलाउनु भने त कहाँ लभ गर्ने भने आएर